2 हप्ता जस्तो पछाडिको ब्याकयार्डको घाँस नकाटेको त यार जङ्गलै भइसकेछ क्या। अनि आज चाहिँ घाँस काटिदिनु पऱ्यो भनेर सोचेको। अनि वेट आजकल त वेट घटाउँ भनेको है, वेट घटाउन पनि फेरि क्यालोरी डिफिसिट पनि गर्न गाह्रो पऱ्यो है। त्यही भएर आजकल चाहिँ इन्टरमिडियन्ट फास्टिङ ट्राई गर्दैछु। हेरौँ अब के हुन्छ, वेट घट्छ कि घट्दैन। जस बढेको चाहिँ छैन वेट, एटलिस्ट त्यसको लागि ठिकै छ भन्नु पर्ला। ल अब यो सबै घाँसहरू काटौँ है त चट्ट लाएर। खासै क्यामेरा घुमाउनु पर्यो यतातिर है। म स्टार्ट गरिसकेको थिएँ घाँस काट्न। ठिकै छ। अमेरिकामा घर किन्न पनि गाह्रो छ। घर किनेर पनि घाँस काट्ने, अनि कहिले कहिले मलाई मेरो कुकुरलाई बाहिरतिर छोड्न झ्याउ लाग्छ कि, अनि ब्याकेटमा छोडिदिन्छु अनि ब्याकेटमै टट्टी गर्छ। त्यो टट्टी पनि सफा गर्नु पऱ्यो। यसो घाँस काट्दै टट्टी सफा गर्दै गाह्रो छ। लाइक एटलिस्ट त्यो ब्याकेट चाहिँ फेन्स छ र त्यो कुकुरलाई छोड्न पनि सजिलो हुन्छ। घरै कुकुरको लागि किने जस्तो भएर चाहिँ त यस्तो घाँस काट्नुपर्छ यस्तो यस्तो भनेर थाहा पाएको है मैले यार। घरै लिनु थिएँ है। झ्याउ तारहरू मिलाइरहनु पऱ्यो, के गर्नुपर्ने। तारले डिस्टर्ब गर्छ है। तर साथीले दिएको फ्रीमा अब लन मोवर, उसले ब्याट्रीवाला किन्यो भने फेरि मेरो चाहिँ पहिला ब्याट्रीवाला थियो। ब्याट्रीवाला चाहिँ फेरि त्यो बिग्रेर है, अनि म अर्को इलेक्ट्रिकवाला किन्नु पऱ्यो भनेको ठ्याक्कै यो भयो। यो फेरि आज गर्दा गर्दै लास्टमा खोइ के तातेर कि के भएर बिग्रेर पुरा घाँस चाहिँ काट्नु पाएन। जस बज जति घाँस काट्यो भने ठिकै छ। यस।
यतिखेर चल्नै छोडिरह क्या। अनि त्यो लास्टको एन्डतिरको अब घाँसहरू यतिकै छोडिदिनु पऱ्यो। चल्नै छोडेको खोइ के भएर उता छिमेकीको फेरि त्यो मेरो कुकुर चाहिँ फेरि उताको कुकुरलाई भेट्नु हेर्नु गयो उता। केही गर्दा पनि चलेन त्यो मसिन। अब होपफुली भोलिसम्म चल्छ कि फेरि तातेर मोटर तातेर रोकेको कि। लेट्स सी इफ लाइक इफ इट वर्क्स लाइक टुमोरो है। त्यो अलिकति उब्रेको काटिदिनु पऱ्यो छेउमा। के पोस्ट गर्छ यसले भनेर सोचेर दिनभरि घरमा बसेर अल्छी लाग्यो कि अब यसो मोटरसाइकल कुदाउनु जानु पऱ्यो भने आज बल्ल कति दिन पछाडि वेदर राम्रो भएको छ। यो चाहिँ जुत्ता रेड विङ्सको, यो प्यान्ट चाहिँ लकी जिन्स भनेको, ज्याकेट पनि लकी जिन्सको। लाइक त्यो स्लिभ चाहिँ लेदरको हो तर ऊ चाहिँ लेदरको होइन, त्यो हाफ मात्रै लेदर भनौँ न। अब यसो कुदाउनु जानु पऱ्यो मोटरसाइकल निकाल्नुको लागि। फेरि यो गाडीले छेकिरहेछ है, गाडी सार्नु पऱ्यो पहिला। दिनभरि घरमा बसेर अल्छी लागेर अनि फेरि मोटरसाइकल लिएर यसो बाहिर निस्किनु पर्ने। फेरि मेरो एउटा लाइक त्यो एउटा काम पनि थियो एउटा मेरो साथीसँग, अनि त्यसकैसम्म मोटरसाइकल कुदाएर जानु पऱ्यो भनेर अनि गाडीहरू अझै सार्नु पर्ने भयो। त्यो नचलेर खोइ के भएर गाडी पनि धेरै किन्यो है। त्यो पहिला यो गाडी अगाडिको बेचिदिनु पर्ने। त्यो त्यस त्यो सानो गाडी चाहिँ मैले मेरो ग्रेजुएसन गर्नु साथै किनेको भएर माया लाग्छ है। खासै बेचिदिनु पर्ला जस्तो भनेर, तर सबै तिरिसक्यो। फेरि बेच्यो भने पैसा आउँदैन। त्यो बेच्नु नबेच्नु काम छैन। कपाल काटिदिनु पर्ने छ हौ, घिनलाग्दो देखेर हैरान। सामान लिइसकेँ मैले साथीकोबाट, त्यो क्यामेरा लिनुपर्ने थियो कि, अनि क्यामेरा अब युज गर्नु पर्ने थियो। Insta360 क्यामेरा भन्छ है। यसो फर्किनु पर्यो। यो एरिया चाहिँ अब न्यू जर्सीको लियोनिया भन्ने एरिया। इट्स अ नाइस हिली एरिया, अप एन्ड डाउन टाइपको छ। lots of Koreans बस्छ यहाँ। त्यो 6 months पछाडि मोटरसाइकल कुदाउनु पाएँ, वेदर राम्रो भयो। अलिक वेट गर्दा पनि वेट पनि गर्दा ट्राई गर्छु। यो चाहिँ फर्किनु गरेको है। गोप्रो पनि किन्नुपर्छ यहाँ। जस्ट अमेरिकामा चाहिँ हल्का मोटरसाइकल कुदाउनु चाहिँ अलिकति you have to be aware. It's like a little accident can kill you. सबै गाडीहरू कुदाउँदा यो चाहिँ रुट 4 हो न्यू जर्सीको। फर्किँदै
नेपालमा नि मैले बुलेट कुदाएको थिएँ कि बट आई मिन बुलेट त 350cc को हुन्छ यो 1200cc को है तर बुलेट भन्दा नि यो मोटरसाइकल कुदिसकेपछि चाहिँ इट फिल्स लाइटर देन बुलेट होइन रोयल एनफिल्ड भन्दा हेर्दा चाहिँ यस्तो देख्छ एबिएस सिस्टम भएर मोटरसाइकल चाहिँ इजी छ तर म यङ हुँदा चाहिँ गाह्रो थियो डिस्क ब्रेक के हुन्थ्यो आजकल एबिएसले गर्दा हातको ब्रेक लाउँदा नि गर्दैन के गर्नु यस्तै अनि वेट घटाइँदैछ यस्तै छ आजको दिन यसरी नै बित्यो